इनिसा विश्वकर्माको न्यायको लागि आवाज उठाएका नेपाली चर्चित कलाकारहरू कसले के भने त? पूजा शर्मा। उनले यस घटनालाई निर्मला पन्तको प्रकरणसँग तुलना गर्दै सरकारलाई कडा चेतावनी दिएकी छिन्। दोषी जोसुकै भए पनि शक्तिशाली वा पहुँचका आधारमा उन्मुक्ति पाउनु हुँदैन र बालबालिका सम्बन्धी कानुनको आडमा अपराधीलाई जोगाउने प्रयास नगर्न उनले खबरदारी गरेकी छिन्। एलिना चौहान। उनले अपराधीलाई कडाभन्दा कडा सजाय, फाँसी जस्तो कठोर दण्ड नदिएसम्म यस्ता घटना नरोकिने भन्दै गहिरो चिन्ता र दुःख व्यक्त गरेकी छिन्। रचना रिमा। उनले अपराधीलाई जोगाउने होइन, सजाय दिलाउने र पीडितलाई दोष दिने होइन, साथ दिने समय आएको बताएकी छिन्। उनले छोरीहरूको सुरक्षा कुनै विकल्प होइन, यो अधिकार हो भन्दै आवाज उठाएकी छिन्। वर्षा राउत। उनले बारम्बार घट्ने यस्ता क्रूर घटनाले मन छटपटी हुने र असुरक्षाको महसुस हुने भन्दै मलाई बाँच्न देऊ भन्ने सामान्य अधिकारका लागि कहिलेसम्म लड्नुपर्ने भनी प्रश्न गरेकी छिन्। दीपाश्री निरौला। उनले कुनै पनि बहाना, दबाव वा पहुँचका आधारमा अपराधीलाई जोगाउनु भनेको न्याय प्रणालीकै अपमान भएको बताएकी छिन्। आँचल शर्मा। उनले समाजको सोच र दृष्टिकोणमाथि प्रश्न उठाउँदै छोरीहरूका लागि सधैँ असुरक्षित वातावरण रहनु दुःखद भएको व्यक्त गरेकी छिन्। केकी अधिकारी। उनले हामी कस्तो समाजमा छौं भनी गम्भीर प्रश्न गर्दै दोषीलाई कडा सजाय र समाजमा चेतनाको आवश्यकता रहेको बताएकी छिन्। समीक्षा अधिकारी। उनले नयाँ सरकारसँग आशा राख्दै यस्ता अमानवीय अपराध गर्नेलाई आजीवन जेलमा सडाउनुपर्ने माग गरेकी छिन्। रेखा थापा। उनले #जस्टिस फर इनिसा विश्वकर्मा # प्रयोग गर्दै सामाजिक न्यायको माग गरेकी छिन्। गरिमा शर्मा। उनले न्यायलाई उमेरसँग जोड्नु हुँदैन भन्दै बालबालिका सम्बन्धी कानुनको दुरुपयोग गरेर अपराधीलाई जोगाउन नहुनेतर्फ सङ्केत गरेकी छिन्।